साथी घरमा दिन आएको हुनाले म साथीसँग नि क्लास सकेर हिँडेँ। आज हामीहरू है गाउनको लागि भनौँ न होइन, गाउन पनि पिकनिक पनि साथीहरूको वचन मार्न नसकेर म बिहान क्लास लिएर त्यहाँबाट आएपछि म चाहिँ अहिले जोरपाटीमा हामी साथीको इन्तजारमा छ है। सबैजना सिङ्गर नै हुनुहुन्छ, गायिका हुनुहुन्छ उहाँहरू पनि है। अब एउटा गायिका ल साथी पुगेपछि चाहिँ हामी यसरी चारैजना भएर लाग्यौँ गन्तव्यतिर। यसरी जाँदै जाँदै गरेर हामीहरू पुग्यौँ एक ठाउँ, त्यहाँ पुग्यौँ र यसरी एकछिन टिकटक पनि बनायौँ। अब साथीको पहिलो प्रस्तुति भयो कि बसन्ती लामा साथी त्यहाँ हामीभन्दा अगाडिको पनि भएन। अनि त्यसपछि मेरो प्रस्तुति आयो। मेरो आएपछि अनि अब अर्को साथीको चाहिँ मसँग भिडियो क्लिप नै राख्नु पाएन। त्यही भएर मैले चाहिँ दुईवटा गीत गाएको थिएँ, पत्थरको मन र लिखोपीके गाउँपालिका भन्ने चाहिँ। र अनि साथीले पनि, अर्को साथीले पनि, हाम्रो निरता राई बस्नेतले पनि दुईवटा गीत गाएकी थिइन्। तिनको चाहिँ मसँग उयो नै भएन, भिडियो क्लिप नै राखेन तिन, र त्यही भएर राख्नु पाइएन। अनि त्यसपछि साथी अर्को बसन्ती लामा गाउँदै थिइन्। साथीसँग चाहिँ हामीहरू अब फेरि साथीलाई साथ दिँदै रमाइलो गर्दै गाउँदै त्यसरी रमाइलो गर्दै बस्यौँ हामीहरू। यस्तै हो, साथीहरूसँग टिकटक बनाउँदै रमाइलो गर्दै अब अन्तिम भएको थियो। सबैजना लगलहोस् मान्छेहरू सबैजना अब कमै मान्छे थिए। अनि हामी चाहिँ गाउँदै रमाइलो गर्दै म आनन्द लियौँ। अब गाउने भयो सबैजना। अब सबैजना अब एकजनाले गाउने, हामीहरू साथी सबै पछाडिबाट झुम्मिने यस्तो तरिकाले जे होस् रमाइलो भयो साथीहरूसँग। र अस्ति नै राख्ने विचार थियो भिडियो क्लिप, मैले चाहिँ भिडियो सानो बनाएर राखेको थिएँ। म राख्छु है भनेको थिएँ। ल हुन्छ राख्नु नि त, हेरौँला भनेर भनिरहेको थिएँ साथीले। त्यही भएर अहिले चाहिँ आएर राखेको थिएँ मैले।